यति चाहिँ पुरै देखाउँदैछ यहाँ घुम्ने ठाउँ होइन। यहाँ भनेको मन्दिरहरू धेरै छ होइन। यस्तो घुम्ने ठाउँ हेरौँ। वनमा भित्तामा पनि फोटो चाहिँ राखिदिएको थिएँ धेरै कुराको। यो कृष्णको मन्दिर होला सायद, कृष्णकै मूर्ति होला यता देवीको के को होला। माथि हेर, माथिसम्म चाहिँ सबै राखिदिएछ क्या, सबै हरेक ठाउँको राखिदिएछ। सानो गरेर त्यो चाहिँ हो होइन। अनि यस्तै छ रहेछ। यहाँ प्रायः जस्तो चाहिँ खुट्टा चाहिँ चप्पल लगाएर उहाँ दिनु पर्यो 10 रुपियाँ खुट्टा भनेर हिँडेछ। 10 रुपियाँ राखिदिएको छ मन्दिरभित्र। अब हनुमानको मन्दिर रहेछ होइन, भित्र हनुमान रहेछ। हनुमान र राम घुम्न सक्छ सायद, सीतारामको रहेछ। यति चाहिँ के होइन, सीतारामको चाहिँ अब यहाँ चाहिँ जाँदैछु। यहाँ भनेको हेर चाइनिज रायो साग पनि रहेछ है, र टमाटर रहेछ, रायो साग रहेछ, चाइनिज ठिकै हो। फुलहरू रहेछ। पर चाहिँ धनिया जस्तो देखिरहेको छु मैले, धनिया जस्तो होइन होला सायद फुलै हो। यहाँ देवीको रहेछ, यहाँ हेर देवीको उयो रहेछ होइन। अगाडि अनि यहाँ चाहिँ देवीको मन्दिर हेर, यहाँ चाहिँ यो छ भित्र हेर, यही छ है। अर्को यहाँ चाहिँ ठुलो माछा छ कि घुम्ने ठाउँ चाहिँ यस्तो छ। मन्दिरभित्र चाहिँ अब भिडियो गर्नु मिल्दैन होइन, मन्दिरभित्र चाहिँ मिल्दैन। रेस्टुरेन्ट सबै यहीँ छ। हजुरलाई के खानु सबै गएको तर सादा निरामिष हो यस्तो यही हालेको होला सायद, यस्तै हो। घुम्ने ठाउँ चाहिँ राम्रो छ है। घुम्न आउँदा चाहिँ सिलगढी घुम्न आउँदा चाहिँ यो मन्दिर चाहिँ सिलगढी, यो मन्दिर कृष्ण मन्दिर रहेछ। हेरिहाल्नु नाम, हरेक ठाउँमा हरेक किसिमको रहेछ। माथि चाहिँ गइनँ होइन, माथि चाहिँ हेरेको छुइनँ मैले पनि गएर। ठिकै छ, राम्रै होला होइन। यहाँ तपाईँलाई एउटा देखाउँछु ल, कचुवा चाहिँ देखाउँछु हजुरलाई। दुईवटा रहेछ होइन, दुईवटा कचुवा यहाँ छ, एउटा यहाँ छ है। दुईवटा एरियामा एउटा यता छ, एउटा चाहिँ यता छ है। यति राम्रो ठाउँ रहेछ। घुम्न चाहिँ आउँदा हुन्छ है, कम्प्लिट घुम्न आउनु, रमाइलो लाग्छ हजुरलाई, धेरै रमाइलो पनि छ होइन। यति मन पर्छ। तर राति चाहिँ आउँदा चाहिँ राम्रो लाग्थ्यो होला होइन। म दिउँसै आएर गरिदिँदैछु किनभने म भ्याउँदिनँ भनेर, यति चाहिँ थाहा छ है गाइस।